दर्शन सबैजनालाई म चाहिँ आज के भन्न आएको भनेपछि आज स्याटरडे मेरो अफिस छुट्टी थियो। त्यही भएर मैले बनाएको पोतेहरू देखाउँछु आज टिकटकमा गफ गर्दिम न त भनेर आएको। मैले चाहिँ फर्स्टमा यो वाला देखाएँ। यो स्काई ब्लूमा रेड कलरको सानो टिक 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 फ्लावर छ। कलर कम्बिनेसन राम्रो छ यसको। यो चाहिँ यसरी लगाउने अनि यो लगाउँदा चाहिँ यस्तो देख्छ। कस्तो देख्यो मलाई। अनि यो चाहिँ मैले यस्तो छोटो अनि यसको चाहिँ रेड कलरको पनि बनाएको छु। हजुरले जस्तो भन्यो त्यस्तै कलरको बनाउन सक्छु मैले। यो अनि यस्तो रेड कलरमा पनि छ। यो चाहिँ अरू हाइड्रा साइड्रा के त्यो पोतेहरू होइन। यो चाहिँ अब हजुरहरू लगाउनेले चाहिँ थाहा पाइसिन्छ, हेरेरै थाहा पाइसिन्छ कस्तो खालको पोते हो भनेर। यो चाहिँ पुरानो हाम्रो पहिलेदेखि लगाउँदै आएको यो सौभाग्यको पोते हो। यसलाई सौभाग्यको पोते भन्छन् कि। कलर जान्न, कहिले पनि कलर जाँदैन। अनि यो धागो चाहिँ के युज गरेको छु भनेपछि मैले नाइनल। अब लगाइराख्नेहरूलाई चाहिँ थाहा हुन्छ नाइनलको धागो के हो, सौभाग्यको पोते के हो थाहा हुन्छ। नयाँलाई चाहिँ नथाहा पाइसकेकोले चाहिँ थाहा पाइसक्यो अबदेखि पछि। अनि अब आजभोलि चाहिँ अब बिहेको सिजन पनि आइसक्यो नि त। त्यही भएर मैले फेरि यो थर्ड के पोते बनाइसकेँ। यो पोतेहरू मैले फेरि रिस्टक गरिसकेको छु। यो चाहिँ धेरै चलेको पोते हो। यो हजुरहरू कसैले चाहिँ नथाहा पाएको चाहिँ के हो यो यति लामो पोते कसले लाउँछ भन्छिन्छ कि। यो चाहिँ साडीमा छड्के लगाएर यसरी लगाउने पोते हो। यो राम्रो देख्छ लगाउँदाखेरि। साडी लाउने टक्क लगाएर अनि छड्के लाउने। कसैले त यतिकै पनि लगाइसिन्छ। मेरो कपालभरि बिगारिदियो। अनि यो चाहिँ यो यस्तो येल्लो कलरमा सानो रेड कलर पनि टिक 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 मिक्स गरेको छु मैले यसमा। यो चाहिँ कलर जान्न है, यो कुनै पनि पोतेको कलर जाँदैन। अनि यस्तो पनि बनाएको छु मैले। यो अब रेड कलरको तिलरीमा यस्तो तिलरीसँग यसरी क्यारी गर्ने राम्रो देख्छ। बिहेहरूमा, व्रतहरूमा, कुनै प्रोग्रामहरूमा यसरी क्यारी गरिसकेको हुन्छ, राम्रो देख्छ। अनि यतिकैमा पनि लाउने यसरी। यसको टप पनि छ, मैले टप पनि बनाएको छु। एउटाको पात यस्तो बनाएको छु भने एउटाको चाहिँ यस्तो बनाएको छु है। यस्तो फरक छ। रेड पनि एकपल्ट ट्राई गरिहालौँ। हेर्छु न कस्तो देख्यो। मेरो माला लगाइसकेकोले चाहिँ धेरै धेरै धन्यवाद छ र नलगाइसकेकोले चाहिँ अर्डर गर्छु है त। एकदम राम्रो छ। मलाई त जो हेऱ्यो त्यही राम्रो लाग्छ कि। यहाँ फेरि कलरहरू सबै कलर कम्बिनेसन यस्तो राम्रो कलर कम्बिनेसन गरेको छु मैले पनि छ यसको त्यो पुरा होला। अनि चाहिँ हल्का यो मोती वर्क गरेको छु कि यसमा हल्का यस्तो छ। बटरफ्लाई यो कलर कम्बिनेसन हेर्छु न कस्तो राम्रो छ है। यो पनि एकपल्ट मैले लगाएँ। यस्तो देख्छ यो। मैले चाहिँ मालाहरू फेरि बनाइसकेको छु। अब चाहिँ म अलि दिन बनाउन भ्याउँदिनँ होला, किनभने मेरो अफिस भिडभाड हुन्छ। दिनभरि काम गऱ्यो थकाइ लाग्छ अनि बनाउनु फेरि यो थकाइ लैजान्छ कि। त्यही भएर म अब अलि केही महिनापछि फेरि बनाउँछु। त्यही भएर छिटो अर्डर गरिहाल्छु है। अनि सानो चिटिक्क परेको छ। सानो छ यो, म जत्रै सानो मान्छेले लाउने। हेर्छु यस्तो वाला छ है। यस्तो फ्लावर छ अनि त्यसपछि यस्तो छ। चाहिँ एक्स्ट्रा लुक्स दिन्छ फेरि यसले चाहिँ। यस्तो वाला पनि छ। यस्तो वाला पनि धेरैले मन पराइदियो। यो चाहिँ मैले अझै पहिला 2-3 वर्ष अगाडि पनि यस्तो वाला मैले धेरै बिक्री गरेँ। यो वाला पनि धेरैले मन पराइदियो। ठकुरीहरूदेखि नै सुरु भएको हो। प्रायः जस्तो चाहिँ उहाँहरूले नै हो फेरि खोजी लगाइसिन्छ।